आप जानते हो दुर्गेश थापा को? गाना सुना है? अभी सुना है? पहले से सुना है? पहले से सुना है। दुर्गेश थापा पसंद है आपको? श्रवण के छ? बलम सर, सागर सर खोइ? हजुर यता यसो आउनु पर्यो, भ्लग बनाउनु पर्यो अब। ब्याङ्क कस्तो हामी चाहिँ के छ हाम्रो यात्राको कस्तो खालको एक्सपेक्टेसन छ तपाईँहरूसँग? हिउँ चाहिँ खेल्न नपाइने भयो होइन? कस्तो हिउँ खेल्न पाउने हो र? बिजुली बालेर हिउँ परेको छैन रे? हिउँ त सक्यो वेदर खोज्नुहोस् बलराम सर, बाकु खोज्नुहोस् त ल। सर सर के छ? रमाइलो छ? अबुजाबी टु बाकु, अबुजाबी टु अजरबैजान। फाइनली हामी बाकु चाहिँ आइसकेछौँ होइन। बाकुको एयरपोर्टमा खासै टाइम लागेन। जेनरली भिजा आफै गरेर आउनुभयो भने पनि त्यति टाइम लाग्दैन। भिजा आफै नगरिकन यहाँ आयो भने पनि फर्स्टमा आएर चाहिँ नेपाली पासपोर्ट हो भने आइडी र पासपोर्ट रेजिस्टर गर्नु पऱ्यो। त्यो पछि चाहिँ पेमेन्ट गरेपछि लाइक विदिन 10 to 30 मिनट्समा भिजा एप्रुभल हुन्छ। इमिग्रेसनमा सोधिहाल्ने भयो के कसो भनेर। त्यो जेनरल सेक्युरिटी चेकहरू भइसकेपछि बाकु चाहिँ आउनुहुन्छ। अनि मेन चिज बाकु आउनुभन्दा अगाडि तपाईँहरूले याद गर्नुपर्ने चिज भनेको चाहिँ ट्राभलिङ टाइम चाहिँ बेस्ट भयो भने टुर पनि त्यही हिसाबले चाहिँ म्यानेज गर्न सजिलो हुन्छ। हामी चाहिँ रातिको फ्लाइट गरेर आएको थियौँ, त्यही माथि डिले भएको थियो। त्यसले गर्दाखेरि आजको टुर चाहिँ हाम्रो पोस्टपोन भएको छ होइन। हामी अहिले फाइनली अराइभलमा आइसक्यौँ होइन त सार सर? बाहिर कस्तो हल्का चिसो चिसो भइरहेछ? चिसो है? मौसम चाहिँ कुल छ। हेलो सर, फाइनली आयो नि त होटल हामी। सागर सर आइयो, वेलकम। हाम्रो टुर स्टार्ट भयो होइन त। मर्निङ वाक कस्तो हुँदैछ सागर सर? चिसो छ होइन? अब हिलिसी तातो होला। अब ब्रेकफास्ट खानु। हामी चाहिँ अहिले बाकुमा छौँ। बाकुमा चाहिँ हामी ओल्ड सिटी एक्चुअली घुम्ने भनेर जाँदैछौँ। हाम्रो साथीहरू हुनुहुन्छ यहाँ। सिम कार्ड खोज्दै हुनुहुन्छ बलम सरले चाहिँ। पुरानो घरहरू, पुरानो स्टाइलको आर्किटेक्चरको घरहरू चाहिँ यहाँ जेनरली आउने रहेछ। रमाइलो हो। युरोप नभए पनि युरोपवाला भाइब चाहिँ कता कता आउने रहेछ। यो चाहिँ छ यहाँ चाहिँ बिना क्यामेरा लेखेको रहेछ। अब यो चाहिँ के छ, क्यामेराको स्टिकर मात्रै टालेको भएर बिना क्यामेरा लेखा होला। यो चाहिँ यहाँको सिटी बस। के हो यो? खतरा खालको छ त यार। केही न केही होला क्या यो नि होइन? बाकुमा चिसै छ अहिले, त्यस्तो साह्रो चाहिँ होइन। तर दुबईबाट एकैचोटि आएको भएर चाहिँ चिसो चिसो जस्तो भाइब चाहिँ भइरहेछ। अनि जेनरली हामीले यहाँ देख्न सक्छौँ पुरानो खालको घरहरू चाहिँ नै धेरै छ। मोडर्न घरहरू पनि छ, मिक्स छ यहाँ चाहिँ छनलाई चाहिँ। अहिले हामी बाकुमा छौँ। बाकुमा चाहिँ अहिले जेनरली मार्च पछि चाहिँ अलिक चिसो कम पनि भइरहेको छ। घुम्नको लागि चाहिँ बेस्ट नै रहेछ। किन भन्दाखेरि चाहिँ जेनरली म्याक्सिमम गयो भने 24 डिग्रीसम्म, नत्र भए चाहिँ मर्निङमा 13-14 सम्म चाहिँ हुने रहेछ वेदर चाहिँ। र दुबईबाट यदि तपाईँहरू चाहिँ बाकु घुम्न आउन चाहनुहुन्छ भने चाहिँ
यो टाइम बेस्ट नै छ अहिलेदेखि लिएर अप्रिलसम्मको लागि। अप्रिलपछि चाहिँ लिए तापनि गर्मी नै बढ्छ भन्ने कुरा छ होइन। र दुबईबाट आउनको लागि अनअराइभल भिजामा चाहिँ तपाईँहरू आउन सक्नुहुन्छ, जसको लागि चाहिँ तपाईँहरूलाई भिजा निडेड हुँदैन। भिजा चाहिँ निडेड हुँदैन भन्नको मतलब चाहिँ ई भिजा तपाईँहरूले डाइरेक्ट अनलाइनबाट पनि पाउन सक्नुहुन्छ, अथवा डाइरेक्ट भिजा एन्ड अराइभल बाकुमा आएर सिधै एयरपोर्टमा तपाईँहरूले भिजा लिन सक्नुहुन्छ। त्यसको लागि तपाईँले मलाई कन्ट्याक्ट गर्नुभयो भने अझ तपाईँको लागि म धेरै इन्फर्मेसनहरू दिन सक्छु। धन्यवाद। बेस्ट पार्ट चाहिँ मलाई के लाग्यो भने स्टिल पनि अहिले यो पुरानो भिन्टेज कारहरू रनिङ नै रहेछ क्या यहाँ चाहिँ। यो मात्र होइन, मैले धेरै ठाउँमा देखेँ। व्यवस्थित तरिकाले गार्डनहरू बनाएको छ। अब यो त जहाँ विदेशमा जुनसुकै कन्ट्रीमा पनि देखिन्छ, अलिअलि हाम्रो नेपालमा चाहिँ अलिक कमी छ यस्तो चिजहरूको, नत्र भए त अरू सबै ठाउँमा देखिने नै हो। तर रमाइलो लाग्यो। दुबईतिर चाहिँ कृत्रिम देखिरहेको, मेनमेड होइन बनाएको। हुन त यसलाई नि मान्छेले बनायो, तर यसलाई बनाउनु भन्दा नि थोरै व्यवस्थित मात्रै गरेको जस्तो लाग्यो, नत्र भए त राम्रै छ ओभरअलमा चाहिँ। दुबईबाट सर्ट ट्रिपमा आउनको लागि चाहिँ राम्रो रहेछ। म्याक्सिमम् मान्छे त घुमिसके जस्तो लाग्छ मलाई दुबईबाट चाहिँ होइन। जति घुम्नु भएको छैन, यदि तपाईँहरू कतै भ्याकेसन सर्ट ट्रिप सोचिराख्नु भएको छ एफोर्डेबल प्राइसमा भने चाहिँ बाकु इज बेस्ट है। अर्मानिया यिनीहरू अझै कस्टली छ, बाकु इज बेस्ट। पार्कहरू चाहिँ राम्रो राम्रो बनाएर दिन्छ। कस्तो मजा आइरहेछ। जाडो छ एकदम चिसो छ। चार्जर कस्तो छ? मजा आयो नि साइक्लिङ गरेर। हो साइक्लिङ गरेर एकदमै जाडो भइरहेको छ। यो नजामी स्ट्रिट चाहिँ साइक्लिङ गर्न बेस्ट होइन। कोही आउँदैछ भने चाहिँ साइकल लिएर आफै घुम्यो भने चाहिँ दामी हुने रहेछ होइन। श्रवण सर के छ? बेस्ट। हल्का चिसो हुन लाग्यो अहिले होइन, जाडो हुन लाग्यो अहिले। साइकल लिएर घुम्यो भने चाहिँ मजा आउने रहेछ। यसरी यो जसरी यो साइकल लिएर घुमिरहेछ, यसरी ट्याक्क लिएर घुम्नुभयो भने नजामी स्ट्रिट पैसा वसुल। म यहाँ चिक्रेट खेलेर जानु लाग्छ। कट्टा सट्टा फाल दिएर पिस्तल किन्दैको, कट्टा सट्टा फाल दिएर पिस्तल